हेलो गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी कहाँ जान्छौँ त? समुद्र। समुद्र जाडो महिनामा समुद्र जाने हामी चाहिँ उल्टो मान्छे क्या। साथी देख्न सक्नुहुनेछ हामी चाहिँ हाम्रो गन्तव्य स्थलसम्म पुग्न लाग्यौँ। साउन्डै हुँदैन अनि त्यो पछाडिबाट कताबाट आयो थाहा हुन्न ठोक्यो। 10 किलोमिटर चाहिँ यस्तै सिधा छ क्या। 10 किलोमिटर यो बाटो 10 किलोमिटर के साह्रो सिधा के है? पुरै सिधा हो तर कुदाउँछ भनेर रहेछ। यता पनि समुद्र उता नि समुद्र। समुद्रको बिचमा पुल माथि हो के चाहिँ होइन त्यो डिस्को बनाएको बाटो पुरै स्टेट। कता हामी चाहिँ पुगिसक्यौँ। अब गाडी पार्किङमा राखेर अब लाग्यो माछा मार्न होइन, बल्छी खेल्न। बल्छी खेल्न लाग्यो। कता यतैबाट हो बाटो? अनि अघि त कता उताबाट आएको होइन र हामी? माछा कति मारिने हो आज थाहा छैन। कति काम समुद्र छ जताततै समुद्रै समुद्र। हामी चाहिँ समुद्र छिर्ने जस्तो छेउमा छौँ। यता हुनुहुन्छ मेरो श्रीमानज्यू, यता छु म। सरसल्लाह चल्दैछ को पानी जहाँ चढ्ने को नचढ्ने। म चाहिँ एक्साइटेड छु। म चाहिँ चढ्नु पर्ला सोच्दैछु। मरिन्छ कि बाँचिन्छ यसो रमाइलो त गर्नु पर्यो होइन साथीहरू। अब त्यसको स्थिति यस्तै छ, जताततै वार हुँदैछ। तर हामी चाहिँ चिलमा छौँ किनकि भोलि मरिन्छ भने आजसम्म त रमाइलै गर्नु पर्यो होइन र? अब हामी भर्खरै बोट चढ्यौँ। हाम्रो बुढीको चाहिँ पहिलो अनुभव हो बोट चढेको। कस्तो लागिरहेछ नि? रमाइलो छ, रमाइलो छ, रमाइलो भइरहेछ। अब यो बोट चलेपछि चाहिँ खै कस्तो हुन्छ थाहा छैन। अलिक डर लाग्छ कि कस्तो हुन्छ थाहा छैन कि लाग्दैन। त्यति बेलै थाहा होला। मजाले यिनीहरू है दिन्छ भनेर खानु आएको आमा।
पानी जहाजबाट नजिकको पहाडमाथिको पनि के हो यो? आइपुग्यो सिद्धो हाम्रो कस्तो लाग्यो रमाइलो विदेशीहरू सबै देख्यौ काम गर्ने सब विदेशीहरू पानी जहाज पनि चलाउँछ। चलाउँदैन 감사합니다. 네, 안녕하세요. अब सक्यो अब घर जाने हाम्रो चाहिँ खाने कार्यक्रम खाजा खाने कार्यक्रम हुँदैछ तर के खान्छौँ भन्ने कुरा नि थाहा छैन है के छ पनि एउटा गङ्गात्र जस्तो देख्दैछु अनि अरू के प्राणहरू होला है बहिनी ल हामी चाहिँ खाजा खानतिर लाग्यो गङ्गटो कहाँ पो छ ल है हामी चाहिँ समुद्र घुमिवरि अब हामी चाहिँ फर्क्यौँ घरतिर जस रमाइलो हुँदैछ गीत बजिरहेछ दाजुभाइहरू पछाडि बसिरहनु भएको छ दाइ अघि जस्तै गर्नु न